तपाईले सुरुका अन्तर्वार्ताहरूमा आफूले नासाबाट छात्रवृत्ति पाएको भनेर दाबी गर्नुभएको रहेछ। फेरि तपाईले पछि दिल्लीमा चार्टर एकाउन्टेन्ट उत्तीर्ण गरेको भनेर वर्षौंसम्म जनतालाई भ्रम छर्नुभयो। तपाईलाई अझ उत्तर दिन सजिलो हुन्छ यहीसँग सम्बन्धित भिडियोहरू अनि त्यसपछि 2064 सालमा गरे। इन्डियन एरोनोटिक्समा मैले पनि त्यहाँ पनि मैले काम गर्ने अवसर पाएको थिएँ, तर मैले पछि गरिनँ त्यहाँ, जुन अहिले उडिसामा छ, जसमा तपाईँको अग्नि 5 बनायो। त्यतिखेर म सेलेक्टेड पर्सन हो इन्डियाको अग्नि 5, तर मैले त्यतिखेर जब गरिनँ। कारण किनभने अर्काका देशका लागि म हतियार बनाउँदिनँ, किनभने नेपाल चाहिन्छ। यो चाहिँ राम्रो गर्नुभयो। यो चाहिँ विनयजङ बस्नेत भन्ने मान्छेसँग हामीले कमेडी गरेको भिडियो बाहिर ल्याइदियो है। तपाईँले विनयजङ बस्नेतलाई ल्याएर उभ्याउन सक्नुहुन्छ। खिचेर कनले हालिदियो त मेरो बाउ के गयो। धेरै कुरा ढाँड्दै 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 चितवनको घटना के भयो, सुर्खेतको घटना के भयो, त्यो सबै कुराहरू खोल्दै जाउँला तपाईँहरूसँग। तर हिजो टिकाराम दाइ कहाँ गएर विनयजङ बस्नेत भन्ने मान्छे, उसको शब्द यही हो, उसको लागि म के पनि होइन रहेछु, जसको कर्तुत मैले लुकाएर बसेँ, जसलाई त्यो ठाउँसम्म पुर्याउनको लागि मैले धेरै कुराहरू ढाँटेँ। आज बिहान मलाई फोन गरेर के भन्नु थाहा छ? बिहानै फोन गरेको थिएँ मलाई, बिहान बिन्दाई मैले बोलिहालेँ, तपाईँलाई भर गरेर बोलिदिया हो, तपाईँले त मलाई जहिले पनि दैनिक के अरे यो ठाउँसम्म पुर्याएको तपाईँ हो। कहाँ 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 हो? ए त्यो अनि त्यो यत्रो मिडियामा आइसक्यो, के गर्दा अब के भनौँ मैले? त्यही भन्दै नि तिमीले यो बारेमा त मैले 42 लाख पोल्छ मेरो दाइले भनेर समझमा पहिले मान्ने हुँदाखेरि बोल्नु पर्ने थिएन। अब के गर्नु मैले? उसले भनेको सही भन्दिनँ मैले। ए सोध्नलाई त कति मान्छेले फोन गरिसक्यो, टिकाराम दाइले फोन गरिसक्यो मलाई, के भन्ने हो? जाठा होइन नि त्यो मान्छे मिडिया हुन्छ यार। अग्नि 5 एसएलसी फेल भए मान्छेले अग्नि 5 को कुरा नगरे हुन्छ। सिए त के पनि होइन त्यसको लागि, के पनि होइन। कहाँ सिए भने त त्यसलाई फुल फर्मै थाहा छैन होला। भनेपछि यस्ता मान्छेले आज आएर देश बनाउँछु भन्छ अनि जुम्लाको 16 जनतालाई झुक्क्याउँछ।